आदरणीय दर्शकवृन्द नमस्कार। आजको यस कार्यक्रम अ टक थिएटरमा हामीसँग एक सुशील सन्त अनि विराटमान नेता हुनुहुन्छ। उहाँ सादा जीवन अनि उच्च विचारका हिमायती हुनुहुन्छ। उहाँ अरू कोही नभएर नेपाल वृक्ष पार्टीका सभापति एवं युवा नेता हुनुहुन्छ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। कार्यक्रममा यहाँलाई स्वागत छ। धन्यवाद। अब हामी लगभग चुनावको सङ्घारमा छौँ। यहाँको पार्टीको तिनैजना शीर्षस्थ नेताहरू तिनैतिर फर्किनु भएको छ नि। अब हेर्नुहोस्, सहमति सहकार्य र एकसाथमा फरक स्थानमा भएपछि तिनतिर फर्किनु परेन सर। फेरि हामी तिनैजना के एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्या हो र एकतिर फर्किनलाई तिनैजनाको निर्वाचन क्षेत्र तिनतिर भएपछि तिनतिर फर्किनु परेन सर। अनि यहाँले यहाँको पार्टीलाई 2/3 बहुमतले जिताएमा नेपालको 10 वर्षमै कायापलट गरिदिन्छु भन्नुभएको रहेछ नि। अवश्य पनि नेपाल हामी जस्तो युवाहरूको कारमा छ। विकास निर्माणको काम कुरो युवा अवस्थामै गर्नुपर्छ। अब 10 वर्षपछि त वृद्ध भइहालिन्छ। त्यस बेला स्वर्गको भिसा पनि लाग्न सक्छ। त्यसपछि यहाँ बस्ने कुरो पनि चाहिँ आउँदैन। त्यसैले 10 वर्षभित्र नेपालको कायापलट गर्न जरुरी छ। यहाँ युवा अवस्थामा छँदा हलिउडको हिरो बन्न चाहनुहुन्थ्यो भन्ने कुरा पत्र पत्रिकामा आइरहेका छन् नि। होइन, के कुरा गर्नुहुन्छ भाइ, अहिले पनि चाहिँ म युवै अवस्थामा छु। ए भनेपछि तपाईँ अझै हिरो बन्न चाहनुहुन्छ होइन? एक्सन! यो के समस्या हो? भइएको चुनाव बहिष्कार गर्न सफल पार्नको लागि मेरो यो घाँटी निचोड्न खोज्नुभयो हो कि क्या हो? अझै पाखुरीमा युवा जोस जानुपर्छ। सभापतिज्यू, उहाँ वैधको मान्छे होइन, उहाँ साँच्चीकै फिल्म डाइरेक्टर हुनुहुन्छ। हजुरले हिरो बन्ने इच्छा देखाउनु भएकोले उहाँ यहाँ आउनु भएको। होइन डाइरेक्टर भाइ, मैले तपाईँलाई नभएर तपाईँको घुसपैठ भिजिलान्स सहित झापा थानेको हुँ। ठिक छ दा, ल एउटा हिरोको जस्तो डाइलग सुनाइदिनुहोस् न त। दा, हिरो बन्न त फेरि चिच्यार गराउनु पर्छ नि। एक्सन! ए भनेको यो सङ हो भने एमा भनेको यो फङ हो। कट भएन दा, भोइस अलिक क्लियर हुनुपर्छ अनि फिलिङ्स पनि पुगेन। हेर्नुहोस्, फिल्ममा छ भिलेन चाहिन्छ। अब भिलेनसँग समस्या एकता भयो भने मात्र फिलिङ्स आउँछ, बुझ्नुभयो? अर्जुनजी, ल उहाँ चाहिँ चुनाव बहिष्कारवादी भिलेन। सिन नम्बर 25 याद छ नि, त्यही गर्ने हो। ओके, एक्सन! कट भएन। ए अर्जुन दा, के गरे यस्तो? यो उहाँ पछि गएर जस्तो तपाईँ हो र? के गर्ने हजुर, उहाँले छाल्नु पर्ने थियो, छाल्नु भएन लाग्यो। तेरे के गर्ने होला, बुढो बेहोसै भयो। आइडिया, फिल्ममा हिरो मुर्छा परिरहेको बेला हिरोइनको एन्ट्री हुन्छ अनि हिरोइनको प्रेरणाले हिरो बिउजिन्छ। हिरोइन आई लभ यु भन्नुहोस्, तपाईँकै डाइलग हो क्या? आई लभ यु त्यो पनि यस्तो छिप्पेको मान्छेलाई। तपाईँ जस्तो युवा नेताको अगाडि म त बालिकै हुँ। आई हेर्स यु, मैले लाइफमा कहिले पनि आई लभ यु भन्न जानेकै छैन। मैले आई लभ यु भन्न जानेको भए म आजसम्म यसरी कुमार भएर बस्नै पर्दैन थियो। भएन हिरोइनजी, आई लभ यु त तपाईँको डाइलग पो त हो। ल त ल, त्यसो भए आई लभ यु दा। यसो कुरा नगर्नुहोस्, मर्ने बेला हरियो काँको हेर्नुहोस्, म बुढो भइसकेँ। कहाँ बुढो हुनु नि, हजुर त युवा हुनुहुन्छ, त्यसैले तपाईँ युवा नेता। उहाँहरू चाहिँ उहाँहरू चाहिँ शिशु हुनुहुन्छ। अब सोचिदिनुहोस् यस्तो कुरा। हेर्नुहोस्, म हलिउडको हिरो बन्न चाहन्न, म नेपाल राष्ट्रको हिरो बन्न चाहन्छु।
अब यो चुनावमा तपाईँहरूको भोट पाउने आश गरेको छु। हुन त हुन्थ्यो, तर मलाई त चिन्नु नजान्नुको पार्टीले समानुपातिकमा उठाइदिएछ। कामको व्यस्तताले गर्दा फोटो सहितको परिचय पत्र बनाउनै भ्याइएन नि। हुन त हुन्थ्यो हजुर, मेरो बाउ अर्कै पार्टीको उम्मेदवार हुनुहुन्छ। म त तपाईँलाई नै भोट दिन्थेँ नि, तर के गर्नु, आफू दार्जिलिङतिरको पऱ्यो।